लुसिफर, यिनी दुईटा लुसिफर अब एकै ठाउँ भएछ होइन। अनि कुलमान लुसिफरलाई पनि एकै ठाउँ बनाउन सकिन्थ्यो, त्यसलाई चाहिँ छुट्टै पार्टी खोल्न लगाइदियो। तर मलाई आज चाहिँ यति खुसी लाग्यो कि अब हिजो त सुत्यो होइन, बिहान हेर्यो, अनि यति खुसी लाग्यो कि मलाई रविले बाहिरबाट मुद्दा लड्न पाउँछ भन्नुभन्दा नि बालेनसँग मिलेको भएर चाहिँ खुसी लाग्यो क्या। जनताको कुरा सुन्ने चाहिँ रहेछ भन्ने जस्तो चाहिँ लाग्यो। किनकि हामीले चाहिँ जनता भोटरले चाहिँ जे भए पनि नयाँ एकै ठाउँ हुनुपर्छ भनेर भनेको थियो नि त। अनि लास्टमा गएर एकै ठाउँ भइदियो होइन। र लुसिफरले देश बर्बाद गरेको हेर्न म चाहिँ तयार छु, सायद तपाईँहरू पनि तयार हुनुहुन्छ होला। हामी सब एकजुट हुनुपर्छ, हामी म तयार छु। र अर्को कुरा, तिमीहरूले हामीले रविलाई भगवान बनाएको होइन, तिमीहरूले आफै हो एमाले काङ्ग्रेस माओवादीले तेरो भगवान घन्टेको भगवान भन्दा भन्दै हामीले भगवान भन्न लाग्यौँ। अनि बाघ पनि तिमीहरूले भनेर बल्ल बाघ भने हामीले। अनि लुसिफर पनि तिमीहरूले भन्यौ। हामी तयार छ, देश बन्छ भने स्वतन्त्र पार्टी भन्ने हटाएर लुसिफर पार्टी राख्न तयार छ, बुझिस् नि। यति कुरा ख्याल राख। जय घन्टी, जय बालेन, जय रवि, जय स्वतन्त्र, जय रासपा, जय हामी भोटर।